आइपुग्यो या नानी रङपलहरू हामी चाहिँ खैसी। हेलो एन्ड नमस्ते सबैजनालाई, म चाहिँ दीक्षा गुरुङ। तपाईँहरू मेरो च्यानलमा स्वागत छ। तपाईँहरू मेरो औला हेरेर चाहिँ के भन्नुहुन्छ नि, मैले फेक न्युज आएको हो कि आफ्नो नङ त पाल्न सक्दिनँ नि त, त्यही भएर फेक न्युज आएको हो कि। अनि यो नङमा त उक्की त हाल्यो होइन, अब के गर्नु, म त्योभन्दा धेरै के गर्न सक्छु होइन, उक्केसी त अब केही गर्न सक्दिनँ। त्यही भएर अनि हामीलाई चाहिँ रातिको कति बजे, अनि कति बज्यो, 12 बजे भोक लागेर हामीले अर्डर गरेको छौँ फुड होइन। 10 बजे अर्डर गरेको अहिलेसम्म आइपुगेको चाहिँ छैन, किनकि हाम्रो पैसा छैन। पैसा चाहिँ कस्तो भयो नि, अर्डर गरेको त्यो एक्सेप्टै भएन, अनि पछि फेरि अर्डर क्यान्सल गरेँ होइन। अनि फेरि दुइटा मोबाइलबाट अर्डर गरेको, दुइटैमा एक्सेप्ट भयो, तर हामीसँग त्यत्रो इनफ मनी थिएन नि त, त्यही भएर हामीले जस्तो भए पनि अर्डर चाहिँ गऱ्यौँ होइन। अनि अहिले चाहिँ आउँदैछ, अनि हामी दुईजना चाहिँ पर्खिरहेको छौँ होइन। यस्तो छ हालत। हेलो गाइज, गुड मर्निङ गाइज। गुड मर्निङ साथीहरू। साथी बिर्सेको म चाहिँ होइन, भन्दै बिर्सेको कि। अनि म चाहिँ हेर्नु यहाँ झ्यालकेसरमा बसेर हेरिरहेको छु कि त्यो भोक लागेको यति माथि पुग्यो नि, त्यसले खाना खाएको होइन। भोक लागेको पनि थिएन, तैँले गरेर भोक लाग्यो। मलाई भोक लागिरहेको थियो कि, तर कस्तो नि खाना त खाएँ होइन, दिउँसो खाजा खाँदैन नि त, अनि त्यही भएर कस्तो कस्तो लागेको थियो कि मलाई होइन। अनि त्यही माथि यस्तो होइन इन्स्टा खोलेको, अनि इन्स्टा खोलेको होइन, इन्स्टामा नि खानेकुरा मात्रै आउँछ। यो के भएको भनेको, खानेकुराको मात्रै आउँछ कि होइन। अनि खानेकुरा मात्रै आयो, अनि त्यसपछि भोक लाग्यो, अनि मैले भोक के भने कि, अनि ल अन्त खम भनेर राम्रो खाना थालेको साथीहरू। मैले चाहिँ परेला पनि हालेको कि 20 घन्टा लाएर फर्स्टमा हालेको, घरबाटै हालेको थियो म, राम्रै भएको थियो। अनि पछि म चित्त नबुझेर यहाँ पनि हाल्न खोजेको त 2 घन्टा लाग्यो हो मलाई परेला हाल्ने, यस्तो गाह्रो भयो। अब चाहिँ यस्तो सोचिरहेको छु, म एक्सटेन्सनै गर्छु कि बऱ्यो म होइन, ल्यास एक्सटेन्सनै गर्छु कि। यस्तो यहाँ हालेर यहाँ गरेर अनि दिमाग खराब हुन्छ, त्यो एक्सटेन्सन गऱ्यो प्रब्लमै छैन, केही प्रब्लमै छैन। त्यही भएर साथीहरू गेस वाट, मेरो चाहिँ एक्जाम सक्यो नि त, मैले कति भयो भिडियो पनि हालेको थिएन होइन, कतिपय भिडियो नि हालेको थिएन, तर एक्जाम सक्यो नि त। एक्जाम सकेपछि त अब घुम्न जान्छौँ हामी, त्यसको अब मेमोरिज त हुने होइन, सबै कुरा मेमोरिज त हुने होइन। अनि हामीले चाहिँ मेमोरी साथीहरू भोक लागेर तनाव भएर यहाँ कतिचोटि झ्याल खोल्दै हेरिसक्यो, अहिलेसम्म आइपुगेको चाहिँ छैन। त्यही भएर अनि हामी चाहिँ भोलि त के भन्नु, भोलि त भइसक्यो, हामी चाहिँ कहाँ जान आँटेको त, भैरवकुण्ड। भैरवकुण्ड। हामी चाहिँ ट्रेकिङ जान आँटेको भैरवकुण्ड। भोलि ट्रेकिङ छ, भोलि के भन्नु, आजै ट्रेकिङ छ। 12 बजिसक्यो नि त, आजै भइसक्यो नि गुड त, मर्निङ गाइज। अब चाहिँ 12 बजे म अब स्ट्राइक गर्छु। 12 बजिसक्यो नि त। अनि आजै भनौँ न होइन, आज चाहिँ हामी ट्रेकिङ जाने हो, तर हामी भने सुतेको छैन अहिलेसम्म, किन भन्दा हामी वी आर वेटिङ फर आवर फुड। सो स्याड साथीहरू, निन्द्रा लागिरहेछ, तर के भने भोक पनि लागिरहेछ नि त। त्यो त्यस्तो निन्द्रा त्यस्तो त्यो टाइपको निन्द्रा होइन कि होइन, निन्द्रा चाहिँ लागिरहेछ, तर खानेकुरा खाइसकेपछि अलिकति मजाको निन्द्रा आउँछ नि त। त्यही भएर म चाहिँ खानेकुरा आएपछि मात्र भेट्छु है त साथीहरू। के भन्छ अहिलेसम्म लाइफमा यस्तरी पेसेन्स लेभल कसले चेक गरेको थिएन। आज आएर खानेकुराले चेक गरे, न दीक्षा अरे न प्रविशाले यस्तरी चेक गरेको थियो, न युन्साले चेक गरेको थियो त्यसरी। अहिले आज यो के अरे कली के मान्डुले गर्यो, के गरे 10 मिनट पनि कुरो न त म त सुत्दिन्छु कसमै। यो त सुत्छ भाइ छ, म त यसलाई उठाएर भए पनि पे गर्न लगाएर भए पनि खान्छु। खाना चाहिँ खान्छु, अनि खाने बेला चाहिँ यसलाई सुताउँछु भन्न पे गर्न लाउँछु। अनि 1000 रुपियाँ त्यही छ क्या अरे। यो फाइनली आयो हाम्रो अर्डर चाहिँ, यहाँ आइपुग्यो। पैसा बोक्नु, पैसा नबोकिनु
ए आज पानी परेको थियो केही छैन ठिक छ धन्यवाद दाई थ्याङ्क यू फर यर सर्भिस हजुर ठिक छ ए ठिक छ हामी त खाना पाइपुग्छ रिक्वेस्ट अफ भयो जहाँ माथि गएर मेरो प्रस मेरो इच्छा हुन त ब्याङ्कमा हुन्छ त रिक्वेस्टै राखेँ ए टप्पर नलाइ किन भुक्छ भने कुकुरको मुख पे गर्दैछ ओइ दाइ माथिबाट चाहिँ अङ्कलले सु हेरिदिएर क्या हाम्रो के हो यस्तो मेरो ब्याङ्क छैन नि अङ्कल मेरो ब्याङ्क छैन नि मर्निङ साथीहरू आज चाहिँ हामीले मर्निङको सुरुवात कसरी गरेछौँ भने पानी खाएर अनि ग्यास्ट्रिक औषधि खाएर अनि यहाँ देखो न कफी खाएर एउटा भाँडाको किनमेल धेरै खाँदैन नि त त्यही भएर यो नाउन चाहिँ टाँस्नै पर्छ कि मैले हेर्नु कस्तो अकर्ड देखाएको छ है अनि यहाँ चाहिँ हाम्रो सिसम राम्रो गुड मर्निङ यहाँ चाहिँ हेर्न मेरो चाहिँ होइन कस्तो कस्तो घोचिरह अप्ठ्यारो भएर कस्तो कस्तो भयो कि म सोचिरहेको छु यसो सोचेर एक्सटेन्सन गर्ने कि ठिक भएन मलाई नि घोचिरह उसलाई त लाउने बानी छ कि कलेजमा ल्याएर आइरहन्छ हो कि नभन् के होइन नि भने हार अनि कलम लगाएको थियो नि त होइन खाम त अनि मैले के हाल्नु बिर्सिन्छ कि त्यो सम्झेर बसिरहेको छु चार्जर ब्रस भनेर खोलको ल्याएन कपालले घुम्दैछु म यहाँ चाहिँ सिसमको अर्को रुम कस्तो राम्रो यो त यहाँबाट नि राम्रो भ्यू देख्छ म देखाउँछु ल जति राम देखे पनि अब के अन्त राति आउन पाएन यहाँ यो पानीको लर्को कि के भन्छ अब जस्तै होइन त्यहाँ होस्टु लागेको साथीहरू क्यामेरा फेरि फोकसै हान्दिँदैन अनि यस्तो लागेको हेर्नु त आज यो खोइ के गर्ने थाहा छैन फोहोर हान्ने होला है तर सिसमको घरबाट भ्यू चाहिँ यस्तो देखिन्छ जे आँखाले देख्छ नि साथीहरू त्यो म अहिले कहिले क्याप्चर गर्न सक्दैन उहाँको यसरले यो ब्युटी हुन्छ त कहिले क्याप्चर गर्न सक्दैन भन्ने जस्तो नि म चाहिँ यहाँ छु मेरो औँलामा नङ नभएर कस्तो भइरहेको कि मलाई यो माथि आँखामा कस्तो कस्तो भइरहेको क्या राम देखाएर जस्तो लाग्छ तर फेरि यस्तो पनि लाग्छ मलाई यहाँ चाहिँ यस्तो बारीहरू पनि छ होइन अनि यहाँ सिसमको घरमा नि यस्तो त्यहाँ देख्दैन क्या राम्रोसँग अनि यहाँनिर त्यस्तो नाला हो कि के बोलाएर बग्छु ए हो साथीहरू हेलो फ्रेन्ड्स हाम्रो चाहिँ यात्रा सुरु भयो हामी सिरुविनाइबाट हिँडेको अब सिन्धुपाल्चोक पुगेपछि भेट्छौँ हामी चाहिँ घरको छोरा पुग्यौँ यहाँ छन् दुईजना
अङ्कल ड्राइभर अङ्कल नभन हाम्रो मिल्ने अङ्कल ये ऊ आयो अर्को दलित हाम्रो सिसम उसलाई चाहिँ होइन गाडीमा यति गाह्रो भएछ यो युनिसेफ फिमिसाले गर्दा यस गाह्रो भएन गाडी उति चढाएर गाडीमा बोलेन भने त निस्किहाल्छ के यो तेरो यो चिनो नाम खा ASMR स्टोन खाँदैछ पानी हेर्नु साथीहरू कालो लाउने यस्तो बाटो छैन त्यतिखेर हामी यहाँ झर्ने एक्सप्लोर गर्न आएको हाम्रो गाडी चाहिँ त्यहाँ यतापट्टि कुनामा हात्यो चाहिँ होइन हिँड हिँड ए मन आँटिसक्यो छैन हौ झर्न त यहाँ यस्तो ठाउँमा फेरि झापा त ठोक्न नि हुन्न देख्यो म झर्ना त माथि जस्तो छ साथीहरू जति सक्छौँ त्यति देखाएँ नि यहाँदेखि गएर मुनिसम्म होइन माथिको जानु न है ल साथीहरू आउँछ हामी फर्किन्छौँ है अन्त म त लग्छु क्या मलाई पाउँछ उल्टै मलाई स्मार्ट गरौँ म चाहिँ कसरी हिँड्छु कि यसरी हिँड्छु क्या हेर्न बाटो यस्तो हो ढुङ्गा चिप्यो नि लड्छन् न अन्त बाटिनु पऱ्यो बाटो खोजेर हिँड्नु जानु पऱ्यो नि त होइन म फेरि चप्पलमा छु कि हेर्न यस्तो गाह्रो छ तँलाई कसले त्यहाँ जा भनेको थियो भनेर नलडे माथिसम्म झर्ना नै छैन माथि पुग्नुपर्ने रहेछ दिदी नि झर्ना नम्बर होला झर्ना त माथि पुग्नुपर्ने रहेछ अनि आधा बाटोमै फर्क्यौँ है हामी चाहिँ हेर हाम्रो चाहिँ निन्सालाई चाहिँ त्यहाँ प्रोटेक्सन रहेछ मान्छेहरूले हामी चाहिँ वहाँदेखि यहाँसम्म आइसक्यौँ साथीहरू अहिले चाहिँ मन के भयो नि हामी हिँड्न सक्छ भन्ने भयो क्या मलाई है तर चप्पल हिँड्न नि मलाई त ठिकै भइरहेछ है हुन त चिप्लिनु पर्ने हो अहिले अलिअलि चिप्लियो तर चप्पलमा पनि ठिकै छ मलाई चाहिँ होइन चप्पलमा नि पुगेर आयो म चाहिँ माथिसम्म यहाँबाट होइन पानी छ त्यहाँ त डन हो त त्यहाँबाट गइहाल्छ आउनै पऱ्यो लास्टमा गएर यहाँसम्म झन् अलि भेटेर लु ठिकै छ गाडीमा उखाल्नुको सट्टा त्यहीँ पुगेर आयो आनन्द भयो जे होइन त फोर्टिजन आयो नि खिचिस पनि त्यस्तो ठुलो नि थिएन फेरि माथि पुग्नु पर्ने रहेछ हामी चाहिँ अब
जाँदैछौँ सकरमुकाम। बाटोमा एउटा मन्दिर भेटेर हामी मन्दिरमा आएको। राम्रो छ मन्दिर पनि, तर मन्दिरको नाम चाहिँ के हो थाहा भएन। म एकछिन बुझेर भनौँ न। अर्को यहाँभित्र गएको छ, अर्को गाडीमै छ, अर्कोलाई धेरै उफारेर गाडीले। भ्यू चाहिँ दामी छ। त्यो बाटोमै गाडीको त्यो ब्रेक समथिङ के बिग्रेर होइन, त्यो राम चाहिँ यहाँ छ, कहाँ थाहा होइन। जो छन चाहिँ छौँ होइन। टिबेटनहरू बस्छ कि खोइ के गर्छन् थाहा भएन, तर यहाँ समस्त राम्रो छ। तिनीहरू दुईजना चाहिँ भित्र छ। गाइड वाट्सअप हामी के अरे बगानदेखि हिँड्दैछौँ। हामीलाई यस्तै स्प्याम भयो कि हामीलाई रिफन्ड चाहिन्छ भनौँ न। खोइ रिफन्ड मागौँ। पैसा दे, त्यो 6000को के गर्छु तिमीहरूले दे। के साला ट्याडाउ 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 ट्याडाउ। ब्याग यसरी माथि गयो, त्यही थाहा छ। यो मुद्रा गर्न मेन चाहिँ तान्दैन त, म भारी भएको छैन बाख्नु त। यसरी यसो बोक्यो नि थाहा चेप्दैन मेरो यहाँ अगाडि। अठिले त आफू नि हिँड्न जानु। दीक्षा दिदी यहीँ हुनुहुन्छ, सिसाम चाहिँ यहीँ हुनुहुन्छ। अब कुनै 2-3 घन्टा पछि सिसाम दिदी माथि नै पुग्न सक्छ। त्यो त आयो पिस खोज्न जानु लाग्यो इक्जामले टेन्सन दिएर। साथीहरू माथि बगामदेखि माथि चकमुखम पुग्दाखेरिसम्म बिचमा रोक्दाखेरि यो थियो सिनेरियो चाहिँ। गुड मर्निङ। हामी चाहिँ यहाँ कहाँ अरे हो तार्के गाङ। के तार्के घाम? तार्के घाम होइन, होइन तार्के गाङ त उता चुर्के होइन, चुरी खोइ के त्यस्तो भन्ने हो कि। यहाँ चाहिँ हामी चाहिँ नि यो घरमा स्टे गरेको। मेरो मोबाइल चार्ज छैन, यहाँ नि ब्याट्री चार्ज गर्नु पनि नरहेछ नि। मान्छेहरू त यहाँबाट जाँदैछन्, हामी पनि अब एकछिनमा नास्ता सास्ता खाएर जान्छौँ कि धेरै आएर चाहिँ खान्छौँ। त्यो स्ट्रगलको बारेमा म होइन यति धेरै लामो कहानी भन्छु, त्यो सुन्नु चाहिँ होला है। हामी चाहिँ फाइनली भैरवकुण्ड आइपुग्यौँ। यत्रो स्ट्रगल थियो। म त बिचरा रुन चाहिँ रोको कि होइन, तिनीहरू त आउँदैछ यत्रोबाट। अचम्मको कुरा बासै निस्केन है फेरि यहाँ। ल म चाहिँ अब होइन, मेरो मोबाइल चार्ज छैन कि घरमै गएर पुगेर भिडियो बनाउँछु र अनि के कुरा सबै एक्सप्लेन गर्छु। Travel is so bad. Complain. Vlog, oi. Auntie, she has no energy. म यहाँ छु आन्टी। आज यो पालि के भएको छ थाहा छैन। हिजो सब 3 जनाको फोन अफ, न चार्ज न ब्याट्री। कति रगत खाइसक्यो रहेछ। त्यही भएर तँलाई खुट्टा दुखेको। यो चाहिँ हाम्रो गाद दाइ। हामी चाहिँ अब सुत्न आँटेको। एउटा चाहिँ सुतिसकि, मेरो त नेल पनि निकालिदियो मैले त। किनभने उसलाई जुगाले टोकेर। अब चाहिँ हामी कहानी लङ छ, म सुनाउँछु होइन। त्यही हो, हामी चाहिँ यहाँ छगममा रुकेर होइन, हिजो बेलुका नै खानासाना खाएर यसको नि हामीले आफै पे गरे हो। अनि यो बटुवा कटुवा चाहिँ के काम थाहा भएन होइन। हामी जे होस् हाम्रो रिफन्ड चाहिँ दिनु पऱ्यो अलिअलि भए पनि होइन। तर हेर्नु म तपाईँलाई एउटा राम्रो सिनेरियो देखाउँछु। यस्तो राम्रो के हो त्यो रुममा चाहिँ, यस्तो घिनलाग्दो देखाएको छ। के भएको भने यो
सिस्टम यति हेर त यति हेर्नु यति हेर त कता हो त यता यता कहाँ हो त मलाई त कहाँको के हो यार ऊ त मलाई नचिन्दिन निधार कस्तो के आएको मेरो यो निधारमा यस्तो हामी चाहिँ घर आइपुग्यौँ होइन म चाहिँ सूर्य विनायक म चाहिँ घर गएन भोलि जान्छु होइन सिसममा अनि यहाँ आइसक्रिम खाँदैछौँ सिसम टोएर गइसक्यो आन्टी चाहिँ घरमा हुनुहुन्न थियो अनि हामीले चाहिँ आफै खाना बनाएको अनि अङ्कलले ब्याडमिन्टनको जित्नु भएको रहेछ नि त अनि अङ्कल पनि त्यहाँ जानुभएको थियो अनि हामी चाहिँ भोक लाग्थ्यो हामीलाई पनि अनि हामी पनि खानासाना बनायौँ अनि चटपटे बनाएको थियौँ हामीले चाहिँ यत्रो थाक्दाखेरि पनि होइन हामीले बनायौँ जस म चाहिँ अनि बेलुका भइसकेको थियो बिहान नै घर आइपुगेको थियो कि भोलिपल्टकै घर आइपुगेको थियो अनि हामी चाहिँ सबैजना ग्यादर हुने भन्नुभएको थियो अनि ग्यादर भएर हामी चाहिँ छ्यामाकोमा अलिअलि भए नि भेटेर नि अलिअलि खायौँ झिन्ठिङ आएर खै सिसी पुछे रुमाल के राखेको झोलामा पर दिनेछ भुन्टी कस्तो भयो स्कुल भुन्टी हजुर खै त हजुर खै सो साथीहरू दिस मच फर टुडे होइन मैले चाहिँ उता छ्यामाकोबाट आइसकेँ कि अनि अहिले चाहिँ घरमा बसिरहेको छु अनि तपाईँहरू म बटुवाको बारेमा चाहिँ नेक्स्ट भिडियोमा भन्नेछु राम्रोसँग बुझाउने छु होइन के भएको कस्तो भएको लाइक उनीहरूले कसरी हामीलाई कस्तो के भनेको थियो र के गऱ्यौँ के गर्नुभयो भनेर होइन त्यो नेक्स्ट भिडियोमा भनेछु अहिलेको लागि चाहिँ यति नै मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिदिनु होला अनि यो साइडको बेल बटन पनि बजाइदिनु नबिर्सिदिनु होला भन्न चाहन्छु अनि मेरो टिकटक र इन्स्टाग्रामको पनि यहाँनिर आइराखिदिन्छु प्लिज गरेर फलो गरिदिनु होला अब धेरै नभए पनि त म बिस्तारै हाल्छु नि त धेरै भन्छ कि मैले बिस्तारै हाल्छु भनेर तर चाहिँ अब होपफुल म राम्रो भिडियोजहरू ल्याउँछु किनकि मलाई फोटो भिडियोहरू त्यति खिच्न आउँदैन अनि के एक्टिङ पनि केही गर्न आउँदैन कि त्यही पनि म रमाइलो क्लिप्सहरू चाहिँ बेला त्यहाँ राख्नेछु जस गरेर फलो गरिदिनु न ल बाई बाई थ्याङ्क्स फर वाचिङ